तरिकाले खेती गर्दा धेरै उब्जाउ हुन्छ तपाईँको विचारमा? अब अहिलेको आधुनिक प्रविधिका यन्त्रहरूलाई प्रयोगमा ल्याएर नयाँ नयाँ हाइब्रिड बिजहरूलाई लिएर हामीले गरायो भने चाहिँ राम्रो उत्पादन हुन सक्छ। तपाईँहरूले यो खेती चाहिँ कस्तो तरिकाले गर्नुभएको छ नि? यो सर्वप्रथम त हामीले पहिला यस्तो माटोलाई 3 पटकसम्म फिटेर मसिनो गरेर मल्चिङ जुन तपाईँले देख्नुहुन्छ यो कागज यो चाहिँ हामीले बिछाएका छौँ। अनि यो बिछायो भने तपाईँको हामीले यो घाँस फाल्ने जुन तपाईँले देख्नु भएको छ यहाँ घाँस छैन, घाँस चाहिँ तपाईँको यो खालामा मात्रै छ। अनि यसले हामीलाई यो घाँस फाल्ने समयको पनि बचत हुन्छ। होइन भने चाहिँ हामीले यो मल्चिङ नबिछाउँदाखेरि हाम्रो एउटा पानी रोकिन्थेन र पानी सिँचाइको लागि पनि सजिलो हुन्छ र यो घाँसलाई चाहिँ विशेष आउन दिँदैन। त्यो भएको कारणले गर्दाखेरि अनि यसले हामीलाई टमाटरका बुट्टाहरूलाई यो सुतले यो डोरीले बाँध्यो भनेपछि तल झर्न पाउँदैन। अनि यो बाँसहरू चाहिँ हामीले 5 फिट बराबरको बाँस चाहिँ हुनुपर्छ, किनकि हामीलाई यो बाँसमाथि टङ्गायौँ भनेपछि मात्रै हाम्रो यो बुट्टाहरू तल झर्न पाउँदैन। बाँस पनि अनिवार्य छ टमाटरको लागि। बाँस भएन भनेपछि टमाटरका फलहरू चाहिँ साह्रै तल झरेर पुग्ने अवस्था हुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि हामीले धेरै बाँसहरूको पनि युज गर्न सक्यो भने राम्रो हुन्छ। नमस्कार, मेरो नाम पृथ्वी खड्का, म गोराइबारा हापुरदेखि। व्यवस्थापन चाहिँ कस्तो तरिकाले गर्नुभएको छ? व्यवस्थापन इन्डियाबाट नआउँदाखेरि जान्छ के र गर्छ के इन्डियाबाट सस्तो आउँछ, हामीलाई चाहिँदैन भन्छ, त्यति कुहेर जान्छ। लगानी धेरै लाग्छ। अब ऋण लिएर जताभावी गर्नुपर्छ। डुबेपछि विदेश नै जाने हो, अन्त कहीँ जाने विकल्प छैन। तर सरकारले यति हेरिदिनु पर्यो, भारतबाट नआउनु पर्यो। यहाँ कति जग्गामा उब्जाउनु भएको छ टमाटर? यो जग्गा चाहिँ 2.5 बिघामा छ अहिले टमाटर खेती। 2.5 बिघामा अहिले चाहिँ पाकेकै हामीसँग 1000 क्यारेटभन्दा माथि छ। तर इन्डियाको मालले गर्दा हाम्रो चाहिँ यस्तो कुहिने अवस्था आइरहेछ। अब लगानीको कुरा गर्छु, लगानी चाहिँ कति लाग्यो यो उब्जाउ गर्नको लागि? लगानी चाहिँ 10 लाख जति लाग्यो 2.5 बिघामा। सबै बिउ बिजन मलहरू अरू सबै गर्दा 10 लाख जति लाग्यो। तर 10 लाख यो हाम्रो बेमौसमी पनि 10 लाख नउठाउला जस्तो, 10 लाख आम्दानी नआउला जस्तो छ। तर यो सरकारले गर्दा सरकारको व्यवस्थापन अलि राम्रो भएन। एकातिर केही भन्ने, एकातिर चाहिँ कागजमा मात्र त्यस्तो गर्ने, त्यही भएर सरकार जतिदेखि पीडित छौँ हामी, अरू केही पनि होइन। प्रफिट चाहिँ कति जति अनुमानित गर्नुभएको छ? प्रफिट अब 12-15 रुपियाँ केजीले त केही पनि आउँदैन, लगानी नै पुरा हुन्छ। र अनुमानित राम्रो यतिखेरको टमाटर प्रफिट भन्ने हो भने 15-20 लाख त आइहाल्थ्यो नि त। यति भए त हाम्रो पनि मनोबल बढ्थ्यो, 4 जना अरू युवकहरूको मनोबल बढ्थ्यो होइन। अब हाम्रो चाहिँ हामी डुब्यौँ भने त अब साथीमाका युवकहरूले पनि मनोबल घट्ने कुरा अब विदेश जान त स्वाभाविक नै हो। अनि यसमा कतिजनाको पार्टनरसिपमा? हामी 2 छौँ। 2 जना हुनुहुन्छ? 2 छौँ, 2 जना छौँ। हामी चाहिँ उहाँ चाहिँ कोरियन पढ्दा कोरियनको भिजा आएको पनि छोडेर यतातिर लाग्नु भएको छ, एउटा कृषि गर्छु भन्ने आशाले। र त्यही पनि अब यस्तो नेपालमा यस्तो व्यवस्थापन छ, मन खुसाल्ने कुरो छ। यो टमाटर उब्जाउने यो कृषि चाहिँ कहाँबाट प्रेरित हुनुभयो? पहिले पनि गर्नुहुन्थ्यो कि पहिलेदेखि अनुभवी हो, पहिलेदेखि गरेर आएको हो। अब हामीले चाहिँ यो सल्यानतिर पनि गर्ने, यतातिर पनि गर्ने हामीले अनुभवी छ। अलि ठुलो उसमा गरौँ, अलि व्यवस्थापन गरौँ भनेर यस्तो छन् त। फल त टन्नै छ, मार्केट पनि छ। तर इन्डियाले गर्दा नेपालमा त थुप्रै हुन्थ्यो, इन्डियाले गर्दा अलिक कोरोनाको समयमा पनि इन्डियाबाट आइरहेछ। आवाज जावट बन्द गर्ने भन्छ, ल आफ्नो देशमा त लकडाउन गरेर राखेको छ, बाहिरबाट छिराउँछ। नेपालको अवस्था हो। के उब्जाउ गर्नुहुन्छ? उब्जाउ अहिले चाहिँ खास गरी हाम्रो टमाटर नै छ, मेन टार्गेट गोलभेडा नै हो अहिले चाहिँ यति नै छ।